आज चाहिँ हामी बुल्गारियाको प्लोदिभ सिटीको माथि डाँडोमा घुम्न आइएको थियो। टक्क ट्रेकिङ गर्न आइरहेको थियो। हामी तीनजना, अगाडि एकजना दाइ हुनुहुन्छ हाम्रो सिनियर, अनि यता पनि एकजना दाइ हुनुहुन्छ, पछाडि हिरो दाइ हुनुहुन्छ हाम्रो, यता फेरि म छु ठिकठाक आएको मान्छे हैन। यो चाहिँ हाम्रो प्लोदिभ सिटी, ओल्डेस्ट भिलेज भन्छ के र, सरी सिटी युरोपको हैन। आज चाहिँ हाइकिङमा छौँ आज हामी ज्यान। लेट्स सी के हुन्छ, अगाडिको कुराहरू देखाउँदै गरौँ न। कालिजहरू छ कि के छ जङ्गलमा। ओहो माई गड, मान्छेहरू त्यहाँ साइक्लिङ गरिरहेको छ, हाम्रो बच्चाहरू बुल्गारियाको। हामी चाहिँ यहाँ छ। ओके, माइन्ड त पुरै फ्रेस हुन्छ नि। हाम्रो बुल्गारियाको बच्चाहरू त्यहाँनिर हाइकिङ गरिरहेको छ। बाटो यतै होला नि त, तल गएको यही रुटलाई फलो गर्दै जाउँ, हेरौँ न कहाँसम्म पुगिन्छ। बबाल छ सिन पनि। हजुर पकाउनु यतिकै देखाउनु भान्छु। यहाँबाट तीनटा बाटो आयो, जहाँ पनि रोडै हो, माथि त जाने हैन, तलै पुग्ने है। तिमीलाई जता यता हिँड नि, यता घुम्न मन लाग्यो यता यो केसको फुल होला? के फुल यार, हेरी यसको धजाको चाहिँ फेरि आफ्नै उ छ कि। बास त दामी आउँदो रहेछ यार। सुन न, यो यसकै हो यो हैन, बाँधिको मान्छेले हैन, यो धजाको चाहिँ छुट्टै उ छ क्या यहाँको। यो धजा के गरेर बाँध्दो रहेछन् भने जब यो जाडो महिना सकेर गर्मी लाग्छ नि, हो यो समर सिजनको चाहिँ वेलकम गरेर रहेछ कि। यो धाव सबै हामीलाई नि बाँध्दै थियो। रुख चाहिँ बिजोग छ नि, हेर फेरि यता लातल नहाल फेरि तिम्रो ठुलो लातो नि फेरि भक्कै झरेर यो। अनि यस्तो छ रुख, हेर त्यो बिजोग छ त्यो त। अनि तर यो रुखहरू सबै हरियाली लाग्यो भने त दामी हुन्छ होला जङ्गल त यार। हो नि, भिडियोग्राफी त दाइको मोबाइलदेखि दामी हुन्थ्यो होला कि। ठिक छ, चल्दै गरौँ न, अगाडितिर बढ्दै गरौँ न। घाम लगाएर सिटीहरू चाहिँ राम्रो देखिएको छ है अहिले चाहिँ। खुल्ला देख्यो नि, अहिले यस्तो थिएन नि है। च्यानल खोल्न के नाम लेखौँ दाइ? नेपाली बोय इन बुल्गारिया लेखौँ के लेखौँ? तिनीहरूले पनि त्यही भन्दै थियो। अहिले म नामाकरण गर्नु हो, नामाकरण गरेर यो भिडियो हालिदिइहाल्ने हो कि। भाइरल पनि हुनसक्छ नि। माथि देखाउनु न ऊ जहाजलाई पारी। खोइ मैले त यहाँ त देखेन, सानो देखिने रहेछ। ल यहीँ इन्ड गरौँ होला हाम्रो न्यू ब्लग है। पहिलो दिनमा यहीँ इन्ड गरौँ त, धेरै नलम्ब्याउँ। यहाँको रुखमा चाहिँ एउटा पात पनि देखिन्न, किन होला कान्छ? के छ तिम्रो राय? एउटा यो चाहिँ के भने जाडो महिनामा सबै हिउँले खाने रहेछ कि यहाँको पात। तर यो भित्रबाट मरेको त छैन, किनकि हरियो छ नि भित्रदेखि। पात चाहिँ खाने रहेछ कि बाहिर छ नि। तर यसको स्मेल त के पनि हुँदैन। कुरो हाम्रो बुल्गारियाको बाघ भनौँ न।
कस्तो मलाई मेरो गर्लफ्रेन्डको याद आयो अब यार मेरो बुढीको याद आयो के गर्नुहुन्थ्यो उहाँले अगाडि चाहिँ नदेखाइदिनु है उतातिर मान्छेहरू अब यताबाट जाउँ पारी ओहो यहाँ त छुट्टै बाँच्नु छ त हो लाइफ यार है कति मजा आयो केटाकेटीहरू घुमाइरहेको छ यार यस्तो देख्दाखेरि मन कस्तो खिन्न हुँदो रहेछ कि त्यो भिडियो आउँछ हेर फेरि मैले सानसानो कुरो पनि देखाएको छु नि सानसानो कुरा यो हरेक कुराको डिटेल्स हाल्ने हो कि शुक्ला फाँटहरू पनि देखाएको छु यस्तो पनि देखाइदिनु भएको छ शुक्ला फाँट त्यहाँ भमरा देखाएको छु सबै नदेखाएको कुरो केही पनि छैन जङ्गलको बारेमा एक रुखहरूको पातहरू सुध देखाउनु कि पातहरू पनि देखाएको छु शुक्ला फाँटहरू गेटिङमा आएको रहेछ कति मजाको केटी छ यार बिचरा छर्दैन अरू कुरो छोड्दै बाबु दिमाग अब त्यहीँ अड्किसक्यो कि मेरो त्यहाँबाट मुभ नै भएन एउटा अब के गर्नु आउट नहुँदैन ल आजको भ्लग यहीँ यही अन्त्य हुन्छ अब नेक्स्ट भ्लग चाहिँ नेक्स्ट टाइममा आउँछ हाम्रो हो ल कहिले हुन्छ आजलाई यति नै यति त होला नि जाने होइन शुक्ला फाँट हेर्दै है एकचोटि शुक्लबार ओके यो हो नि त तरिका शुक्लाफाट त्यो चाहिँ सञ्जीवनी बुटी पनि देखाइदिनु नि यहाँ हो चाहिँ सन्जय रामायणको सञ्जीवनी बुटी हो है यो चाहिँ यसले चाहिँ मान्छे यतापट्टि बाबु यतापट्टि त्यसलाई जीवनलाई- मान्छे ठिक पार्दैन सिधा माथि लान्छ माथि लाग्छ त्यो खालको सञ्जीवनी अमर बुटी हो यहाँ आउनु